एसीको मोबाइलहरू नष्ट गरिएको छ के हो प्रक्रिया कसरी यो अगाडि बढ्यो यो एससी को मात्रै होइन यसमा एससी र प्लस टू दुइटैको हो सिराहा जिल्लाभरिमा हरेक प्रत्येक परीक्षा केन्द्रबाट जुन परीक्षा केन्द्रबाट जुन अनुगमन समिति थियो अनुगमनको क्रममा जुन जबमा लिएको हो हलभित्रबाट त्यो सबै मोबाइल र स्मार्ट वाचहरूलाई टोटल दुइटै एससी र प्लस टू दुइटै गरेर 496 मोबाइल अनि 5 खान त्यो स्मार्ट वाच दुइटै गरेर नष्ट गरेको छ। अब यसमा नष्ट गर्नलाई अब हाम्रो प्रदेश स्तरीय शिक्षा मन्त्रालयकै त्यहाँ निर्णय पनि छ त्यसको आधारमा अनि यहाँ जिल्ला परीक्षा समन्वय समितिको निर्णय छ त्यो तीनचोटिको पटक पटकको निर्णय पनि छ एसएलसीको र पनि एसईको र प्लस टूको दुइटैको त्यही निर्णयको आधारमा हाम्रो त्यहाँ सरहरूले नै त्यो निर्णय कार्यान्वयन गर्नको लागि एउटा उपसमिति गठन गर्नुभयो हाम्रो त्यही उपसमितिले त्यही निर्णयहरू कार्यान्वयन गरेको छ। अनि यो ड्रममा चाहिँ त कतिपय मोबाइलहरू त बिग्रिन्छ अरू जुन आइफोनहरू छ त्यसलाई के गर्नुभयो? त्यो आइफोनलाई अहिले मैले के गरेँ भने कतिपय आइफोन हुन्छन् कि मोबाइलमा पानीमा राखे पनि त्यो बिग्रिँदैन त्यसको लागि आइफोनले के गर्यो भने अलिक फुटाइयो त्यसको फुटाएर त्यसपछि राखेपछि त्यो भित्र पानी मजाले छिर्छ नष्ट हुन्छ। अब यो पानीमा 24 घण्टासम्म हामी राख्छौँ यहाँ।